हेर्नुहोस् अब ल गाडी यहाँ बसेको के गाडीमा बसे के भन्नु केही नभने हामी घुम्न जाँदैछौँ सैलुङ त्यही हो के भन्नु म पनि बनाउन लाग्यो बिमो निकाल्नु Your smile lit up like a sunrise glow. Touch so soft where the seasons flow. We met where the stars take their flight. Every moment with you feels just right. Whisper your name. यहाँ त ढिलो हिँड्नुपर्छ ल अरे कता आएको भन्दा ज्याकेट लाउनु पर्यो भने जब भट कस्तो खतरा आयो भाइ सिनेमेटिक त माथि जा हैन त्यसै मेरो भिडियो हेर न मलाई सैलुङ घुम्न आएको ग्रेट वाल ठुलो मामला त सोध्दैन भन्नु न त भनिरहेको छु त कता आएको भनेर भन्न चाहिँ सैलुङ घुम्न आएको कता सैलुङ सैलुङ तर बिस्तारै हिँड्नुपर्छ नि यहाँ लुपट सास लिनु भयो चाइना जुम गरिरहेको छु म मेरो छोड न खतर ट्रान्जिसन आयो खतर कति रमाइलो हुन्छ होला पुरै रातै हुन्छ होला है पुनिल जानुपर्छ अझ फुल्या बेला हाम्रो त्यही माथि पुनिल भन्ने ठाउँ बिर्सेर मैले लालीगुराँस फुलियाला त हाम्रो त्यही के अरे हाम्रै घरभन्दा माथि त्यो चियाचोकमा पुरै अब नयाँ पाउनु पर्ला चैतमा पुरै लटरम नै हुन्छ त्यहाँ पिङ्क कलरको नि रहेछ नानी हुन्छ नि पिङ्क कलरको हुन्छ सेतो हुन्छ हाम्रो वनमा चाहिँ सेतो छ त्यही अघि हामी बसेको घरभन्दा उता नि छ डाँडा सेतो त्यो होला प्राक्टिकल जानु बाटोमा सेतो कस्तो खतरा आयो पिङ्क कलरको देखेँ मम्मीले देखाइसक्नु भयो सेतो रहेछ त्यो हेर्नुला त्यही त नि लोटस लोटस हेर्नु न त्यहाँ सेतो सेतो लारी गुराँस बाबा
कुन गुराँसो थाहा छैन तर गुराँसो जुन ढाकेर के भरा तिमीलाई छौ जुनको ज्योति झै बादलले जुन ढाकेर के भरा तिमीलाई छौ जुनको ज्योति झै खान्छौ भने आज नै आगर गीत गाउनेको नाम हो यस्तै कुरा गर्छु होइन ओए यार सिनेमैटिक में तो खतरा होता है आजको लागि यति नै अब भोलि